टक्सर पिकुवाखोला हाइड्रो पावर लिमिटेडको आइपिओ आजदेखि खुल्ला भएको छ। प्रति किता मूल्य रु 100 रहेको छ भने न्यूनतम आवेदन 10 किता रहेको छ। सर्वसाधारणका लागि 25,15,455 किता सेयर छुट्याएको छ र अर्को आइपिओ निष्कासन गर्ने कम्पनी कलङ्गा हाइड्रो लिमिटेड रहेको छ। यस कम्पनीले सर्वसाधारणका लागि जेठको 8 गतेदेखि 13 गतेसम्मका लागि आइपिओ बिक्री खुल्ला गर्नेछ। कम्पनीले प्रति किता रु 100 अङ्कित मूल्यमा सर्वसाधारणका लागि 28,70,000 किता सेयर छुट्याएको छ। यो आइपिओ जेठ 13 गतेसम्म पूर्ण आवेदन नपरेमा म्याद जेठ 22 गतेसम्म थप गर्ने व्यवस्था गरिएको छ। सेक्टर हाइड्रो पावर रहेको छ भने कम्पनीको इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटल लिमिटेडलाई राखिएको छ। यस कम्पनीको क्रेडिट रेटिङ सम्बन्धी केआरएनपीले BB इस्योरको रेटिङ प्रोभाइड गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको देखिन्छ। यस कम्पनीको आइपिओमा पनि 28,70,000 किता सेयर 10 किताका दरले बाँडफाँड गर्दा 2,87,000 जनालाई मात्र पर्ने भएकोले र आइपिओ सुरुमै ओभर सब्सक्राइब हुने भएकोले यो आइपिओमा पनि 10 किता मात्र आवेदन दिँदा उपयुक्त देखिन्छ।